हेलो गाइज, स्वागत छ तपाईँलाई मेरो भ्लगमा। म चाहिँ यता ठाउँतिर घुम्न आएको थिएँ। यसो ठाउँतिर आज यसो घुम्न जाउँ भनेर आएको। बैशाखीको भरमा कुत्रु कुत्रु हिँड्दैछु, हिँड्न सिक्दैछु। पहिला पर्फेक्ट भइन्छ र काम गरेर खाने भइन्छ त। यस्तै छ जिन्दगानीमा साथीहरू। देख्न सक्नुहुन्छ यो पछाडिको दृश्य एकदमै रमाइलो छ। तर जेसुकै होस्, पहाडतिर बस्ने मान्छेलाई चाहिँ जाडो महिनामा पनि घाम ताप्न पाउँछ है। तर तराईतिर भन्दा तराईतिर अब तपाईँको आजभोलि हुर्सोला हुन्छ, अनि एकदमै हुर्सोलाको कारणले गर्दाखेरि उतातिर अब घामको अनुहार पनि देख्न पाइन्न। त्यही भएर लेखतिर बस्ने मान्छेहरूलाई चाहिँ जाडोमा पनि ठिक छ, गर्मीमा पनि ठिक छ। गर्मीमा हेर्नुहोस् डाँडा काँडामा शीतल हावा चल्छ, हावा खान पाइन्छ। तर ठाउँ भनेको ठाउँ हेर्नुहोस्, जस एकदमै अर्ग्यानिक चिजहरू खान पाइन्छ। गाउँघरतिर बस्ने मान्छेहरूले अब हावा पनि फ्रेस हुन्छ। त्यसै गरी तपाईँको समाजहरू मिलेर बस्ने रमाइलो हुन्छ। गाउँघरतिर हुनु सहर बजार जस्तो हुँदैन। अब त्यतातिर अब तपाईँको सबै कुराहरू अब बजारकै खानुपर्ने, किनेरै खानुपर्ने भएन भनेर तपाईँको पल्टु छरछिमेकको पनि अलिकति रिस्टा अब यस्तो यस्तो भन्ने हुन्छ। अब यता हाम्रो गाउँघरतिर त्यस्तो हुँदैन, मिलेर बस्ने ट्याकटुक खाने गर्छन्, एकदमै रमाइलो हुन्छ। अनि